मान्य सदस्यहरूले बोल्ने क्रम यहीं समाप्त हुन्छ। मान्य सदस्यहरू, अब माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेश गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, नेपाल सरकार र भारत सरकार बीच मिति 2082 1/5 मा नेपाल सन्धि ऐन 2047 को दफा 6 बमोजिम सम्पन्न भएको अग्रिमेन्ट बिट्विन द गभर्मेन्ट अफ नेपाल एन्ड गभर्मेन्ट अफ द रिपब्लिक अफ इन्डिया अन म्युचुअल लिगल असिस्टेन्स एन्ड क्रिमिनल म्याटर्स सम्बन्धी सम्झौता सोही ऐनको दफा 10 बमोजिम जानकारीका लागि प्रतिनिधि सभा समक्ष पेश गर्दछु। संविधाकारी दुई राज्यबीच फौजदारी कसुरको अनुसन्धान, अभियोजन लगायतका न्यायिक कारबाहीलाई पारस्परिक कानुनी सहायताको माध्यमबाट प्रभावकारी र सहज बनाउने मुख्य उद्देश्य राखी सम्पन्न भएको हो यो सम्झौता। यो सम्झौता नहुँदा एक मुलुकमा भएका अपराधको अनुसन्धान गरी प्रमाण र कागज ल्याउन, भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएका सम्पत्ति फिर्ता गर्न र अपराधीलाई सजाय दिन समस्या परेको थियो भने यो सम्झौता कार्यान्वयन भए पश्चात अपराधीलाई सजाय दिन तथा अपराधबाट कमाएको सम्पत्ति फिर्ता ल्याउन समेत योगदान पुर्याउनेछ। यो सम्झौताले कुनै पनि व्यक्तिको सुपुर्दगी, एक्स्ट्राडिसन गर्ने उद्देश्यका साथ गरिने पक्राउ, राष्ट्रिय कानुनले व्यवस्था गरेको बाहेकको फौजदारी मुद्दामा भएको फैसलाको कार्यान्वयन, सजाय भुक्तान गरिरहेका व्यक्तिहरू सेन्टेन्स्ड पर्सनको आदान प्रदान, फौजदारी मामिलामा चलिरहेको न्यायिक कारबाहीलाई स्थानान्तरण गर्ने विषयलाई भने समेट्दैन। यस सम्झौताले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यस सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानुनी सहायता आदान प्रदान सहकार्य अझ सबल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ। पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता नहुँदा विशेष गरी वित्तीय अपराधको अनुसन्धान तथा प्रमाण सङ्कलनमा समस्या भइरहेको थियो। अन्त्यमा यो सम्झौता कार्यान्वयनबाट नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोसे ढुङ्गा साबित हुनेछ र यसले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा थप मद्दत पुर्याउनुको साथै एफएटिएफको ग्रे लिस्टबाट हट्न समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ। धन्यवाद। मान्य सदस्यहरू, अब म मान्य सदस्य अर्थमन्त्री